यही अब सत्र बनाइदिएर उता आउने बाटो अनि त्यहाँ यति ढिला आएछ यहाँ बाँसगाडी मात्रै छन् के अरे हिँड्ने बाटी छैन उयो यति सके माका अन्तराल चिर्ने अनि त्यहाँ यता 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 भने फेरि घर ढिला आएछ है त्यहाँ तल यो औरीकुण्ड बनाएको गएछ त्यहाँ गएपछि अब कता हो कता झिलिमिली अब राति झ्याङ छ अँधेरो छ केही छैन सासमा त्यहाँ त्यसै त्यहाँ घर यता हेर्ने त्यहाँ त्यही चलचित्र चौको बनाएको छ मन्दिरको चौको बनाएको छ गएर उभिएछ अनि यता हो भनेर फेरि उँधो भयो जस्तो शब्द लाग्यो फेरि उनलाई क्या अन्त त्यो पुलतिर गएछन् पल्लो ढुट्रा गएछन् मिया छ क्या यता हो भने पछाडि फेरि कानमा त्यो आवाज आएछ अन्त यता भने अब कता कहाँ हो अन्त त्यसो गर्दा गर्दै त्यहाँबाट त्यो मन्दिरको जुन स्थापनाहरू छ नि त्यहाँ चाहिँ रनमन परेछ अब यता झगडा छन् कता सबै हो त नि अब काशीमा कतिबाट हिँड्छ हुन्थ्यो त्यहाँबाट गर्दा गर्दै पल्टाउँदै अझ अलिकति अझ चाँडो जबरा फल भन्ने आयो ए खन्दा भित्र है बाहिर नदेखिएको बाहिर जबराले पुरिएको क्या पुरिएको चाँडो जबरा पल्टाएको त यति एकाको मूर्ति अहिले देखियो त्यस्तै जस्तो ठ्याक्कै हेरी यति मोटो यति उचाइ भएको मूर्ति फेला पारेछन् अनि त्यहाँ 9वटा फुल चढाएछन् ढौ गरेछन् सासङ्ग गरेर ढौ गरेछन् ढौ गरेपछि मूर्तिको आँखा राखेपछि त्यहाँबाट अब फुल त यहाँ झ्याप जान्न क्या फेरि फोन लाग्दा त्यहाँ कुनामा कहाँ हो त नि अब आवाज त्यहाँ आवाज खिच्ने गएर फुलले त्यहाँ फुलहरू पनि फुली जानिन्छ जान्न अनि त्यहाँ तल गएछन् अनि त्यहाँ तल गएर तल ढिला गएछन् अघि हामी निस्केको थियो ठाउँमा तल मुखा गएर फुलहरू उनीहरूकाला फुलहरू छ त्यहाँबाट फेरि यहाँ आएर यहाँ माथि हेरी यसमा आएपछि फुल आउँछ त्यहाँ गरी फुल लगाएछन् त्यहाँ जम्मालाई कभर गरेँ यस्तो फेला पारेँ ल सब आइयो भनेर फुलहरू यहाँ त 100-150 जना उतिखेर झमझमै आउनु पर्यो आयो आउँदाखेरि चाहिँ मूर्ति त अनि त्यहाँबाट यस्तो भयो भनेर त्यहाँबाट अब लिएर नयाँ कपडा बेरेर लिएर गएँ घर ए अनि त्यति बेला चाहिँ यहीँ राख्छु यहीँ बस्छु भन्ने केही भन्छ कि उहीँ घरलर पूजा मूर्ति फेला पऱ्यो अब त्यहाँ अब त्यसै राख्छु भनेर त भएन यहाँ त हो त नि झ्याङ यस्तो हुन्छ भन्ने पनि भएन त्यहाँ समिति गठन भयो ल यसरी यहाँ मन्दिर बनाउनु पऱ्यो यस्तो बनाउनु पऱ्यो उस्तो बनाउनु पऱ्यो भन्ने भयो त्यहाँबाट फेरि त्यही मूर्ति ल्याएर असरी ल्याइदिने त्यही चौको बनाएको छ त्यसरी चौधारा गरेर रुद्री गर्ने अनि त्यहाँ पूजा गर्ने गरियो त्यहाँ अब 8-9 वर्ष त्यसरी पूजा हालियो क्या त्यहाँ त्यहाँ कीर्तन गर्ने असरी ल्याइदिने त्यहाँ शिवराज ल्याइदिन्छ गर्ने गर्दा गर्दै त्यहाँबाट बजेट पनि यताउता जतासुकै अब कहिले हामीले यति हाल्छौँ हामीले यति हाल्छौँ भने सबै चन्दा रूपमा सबैले बोले अनि त्यहाँ धन दिए जिरा दिँदै त्यहाँबाट पछाडि गर्दा गर्दै त्यहाँ धन पनि बढ्दै गयो कहिले मैले घन्टी हाल्छु भने काना टिपेँ कहिले मैले गौरी हाल्छु भन्ने अब दिएको अब सभा भएपछि अब एउटा हाल्छु भने नाम लेखेर खाता लेख्ने भए त्यसो गर्दा गर्दै अब कहाँ अब कोही यहाँ बोलेका मान्छे तराईतिर गए यहाँ गर्नु पर्ने मान्छे क्या यहाँ बेचेर तराईतिर नि गए अब कोही अमेरिका पुगे ए जस्तो पत्ता लगाएको त धेरै नै भइसक्यो धेरै भयो पछि अब यो पहिला यो बाटो बनाइयो यो मन्दिर बनाएपछि बाटो बनाइयो